हेलो साथीहरु नमस्ते वेलकम बैक टु माई च्यानल एन्ड अनदर भिडियो तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा चाहिँ स्वागत छ। अलिकति लामो समय पछाडी म पुनः ब्लगमा जोडिएको छु। हजुर राखेछु ठिक्क पारेको। आज भने विशेष गरी हामी नेपालीहरुको महान पर्व विजयादशमी आज दशैंको दिन स्वदेश विदेश जहाँ कही रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई चाहिँ नवदुर्गा भवानीले रक्षा गरून्, सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायुको कामना गर्न चाहन्छौं। र आज विशेष दशैंको दिन हामी आज 11:53 चाहिँ टीका छ। अब टीकाको लागि तयारी पनि गर्दै छौं, खाना पाक्दै छौं। बाबा दिदी यति बेला हामी किचनमा छौं। एकछिनपछि अब खाना बनाइसकेपछि हामी रेडी हुन्छौं। दिदी के पाको सबै पाक्यो। बाबा के गर्न लाग्नु भयो हजुरले? आज दशैंको दिन जस रमाइलो हुनेछ। म दिनभरिको ब्लग चाहिँ पक्कै पनि राख्नेछु। हामी चाहिँ तयारीमा छौँ। उता दाइ हुनुहुन्छ है। लगभग हामी अब सबैजना नुहाइधुवाइ चाहिँ गरिसकेका छौँ। दाइ आज दशैं के भन्नुहुन्छ? सम्पूर्णलाई विजयदशमी तथा दीपावलीको शुभकामना भन्न चाहन्छु। तपाईहरु विदेशमा हुनुहुन्छ होला, कतिपय स्वदेशमा पनि हुनुहुन्छ होला। काम व्यस्तताले गर्दा अलिकति बिजी पनि हुनुहुन्छ होला। आफ्नो ठाउँमा आफूले सक्दो तरिकाले यो विजयदशमीलाई मनाउनु होला। ह्यापी दशैं सबैजनालाई। हाम्रो दिनभरिको ब्लग चाहिँ आज मैले पोस्ट गर्छु है। बाहिरको मौसम चाहिँ यति बेला रातभरि पानी पर्यो। आज अहिले दशैं पनि भनिएको छ। हेरौँ यति बेला चाहिँ पानी बिरुवा छ। अगाडि धान पाकेछन्, बिस्तारै धान पनि पाक्दैछ। जस घाम चाहिँ लागेको छैन। रमाइलो होला जस्तो छ आजको दशैं। पुसाजु, ऋतिक, रिजन, यता फुपू। अब चाहिँ दशैं चाहिँ अब सुरु हुँदैछ है हाम्रो। खाना पकाएर दिदी उताबाट चाहिँ बल्ले बल्ले नि यता चाहिँ हाम्रो जानु जा। अब टीका लगाउने बेला भइसक्यो। हेर्नुहोस् ड्याडीले यहाँ टीका लगाइदिनु हुनुहुन्छ। ल दशमीको विजयदशमीको सम्पूर्णमा हार्दिक मङ्गल शुभकामना भन्न चाहन्छु। हाम्रो दशैं अब यसरी सुरु हुँदैछ। र अब भने चाहिँ म रेडी हुँदैछु। तल दिदीहरू चाहिँ रेडी हुँदै हुनुहुन्छ र म पनि अब चाहिँ रेडी हुँदैछु। अझै 2 घन्टा चाहिँ बाँकी छ। अब हेरौँ कस्तो हुन्छ है आजको दशैं। रमाइलो होला जस्तो चाहिँ छ। बाहिरको मौसम चाहिँ एकदमै राम्रो छ है। आज एकदमै खुलेछ, एकदमै रमाइलो हुन्छ जस्तो चाहिँ लागेको छ। र फाइनली हामी चाहिँ रेडी भइसकेको अवस्था है। ल ऋतिक ल उठ छोरो उठ 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 ल जाम ल। अब चाहिँ एकछिन टीका छ बोलाउँछ। लगाउनु बाई बाई। ल अब भने हाम्रो टीकाको साइड चाहिँ हुँदैछ। लगभग सबैजना रेडी भयौँ। मम्मी, पुसाजु, उता चाहिँ बाबा फुपू है हामी सबै। यता चाहिँ हाम्रो रेडी भइसकेको छ। यहाँ चाहिँ टीका लगाउँछौँ। कस्तो हुँदैछ दशैं? बाबा कस्तो लाग्दैछ दशैं आज? दाइ ऋतिक ह्यापी दशैं छोरो। रिजन ह्यापी दशैं। दिदी जानु जा। फुपूसँग चाहिँ फर्स्ट दशैं हो है हाम्रो चाहिँ। मम्मी एकजना उहाँबाट चाहिँ बोल्नु छ, उहाँबाट हेरिराख्नु हो। ठिकै छ, केही छैन।
ल यसपालि चाहिँ फुपू पुसाजुसँग सँगै दसैँ मनाउन पाइयो, सँगै दाइसँग पनि फर्स्ट टाइम हो है मेरो चाहिँ। त्यस रमाइलो हुँदैछ दसैँको। धेरै धेरै शुभकामना छ है सबैजनालाई। ल ह्याप्पी दसैँ। अब चाहिँ हाम्रो टिकाको तयारी लगभग सबै पुरा भइसक्यो। यहाँ चाहिँ फोटो सुट हुँदैछ मम्मी। फोटो सुट हुँदैछ होइन के आज बाबा के दिनुहुन्छ आशीर्वाद? शुभकामना नभने पनि दसैँको चाहिँ के भन्छ अरे आशीर्वाद चाहिँ दिनुहुन्छ होइन धेरै। ल हामी चाहिँ अब यहाँ घरमा टिका सुरु हुँदैछ। अब टिका लगाइसकेपछि हामी फेरि जान्छौँ, फेरि माथि बेसी चाहिँ जान्छ हामी टिका लगाउन सबैजना भएर। ल अब हाम्रो टिका स्टार्ट भयो। अब चाहिँ हाम्रो दसैँ सुरु भयो, टिका लगाउँदै हुनुहुन्छ। आशीर्वाद दिइराख्नु रिजन अङ्कललाई फोन हान त, क्यामेरा हेर्नु अरे भन त। म ठ्याक्क टिका लाउनेलाई भन्नु है भन्नुहुन्थ्यो। आशीर्वाद फुपूले लगाइदिनुहुन्छ नि उता भन बोल के अङ्कल क्यामेरा हेर्नु है, टिका लगाउने बेला भइसक्यो। सुरु भइसक्यो। ल म फोन काटेँ। सदा विजय हुन्छ है। ल है पुसाजु पालो मिच्नु भएन। हजुर अब त्यहाँ पुग्नु पऱ्यो, जम्दा सुब्दै भएर आउनुपर्छ है। ज्ञानी चाहिँ प्रगति गरेछ, त्योभन्दा बडा आशा पनि गर्नु हुँदैन है। दम्पति जीवनको एकसाथ हुने चाहिँ प्रतिनिधि भयो भगवान् है। इच्छा गरेर तिमी चाहिँ सदा त्यति चाहिँ भएपछि केही पनि चाहिँदैन। तर यो तिम्रो ल्याउनु लाउ गर्नु ठुलोवाला लाउनु लुज बनाइन्छ। लुज बनाउनु धेरै बस
म लगाइदिन्छु गाडी बच्चा मैले मनाउन है बाले छिटो थाहा अमेरिकाको सफर चाहिँ एकदम छिटोभन्दा छिटो होस् तिम्रो सम्पूर्ण कार्य सफल भयो है मैले चिताएको पुगु छैन भाइको लगि सबै गहन्थ्यो खै त रुमा कारण ठिकै छ यसै लानु सर्ने चाहिँ हाम्रो घर टेकेर गयो धेरै मोटाकिन आउँछ अब त्यो देखाउनु पर्यो पैसा दिनु पऱ्यो होइन मैले दुईटा बनाइदिएँ धेरै पढ्ने ज्ञानी हुने रिजो हाँसेको कि रोको तिमी ऋतिक हाँसो हाँसो छोरो हाँसिन् जाति छ ज्ञानी हुन्छ मान्छेले फोन गर्नु धेरै दिनसम्म मोबाइल अरू बेला नचलाउने फोन गर्ने बेला चलाउने धेरै पढ्ने कसैसित रिसाएर आँसु नबचाउने है मान्छेले धेरै मोबाइल हेर्ने धेरै कुरा यताउता गर्ने छोरी ऋतिक मलाई ऋतिक त मलाई हेर के लाग्नु भयो यो म निकाल्छु के त अब छोड्दिनु धेरै ज्ञानी भएस जान्ने भएस फस भएस भनेको टेढेस मोबाइल धेरै नहेरेस कसैको नगरे आशीर्वाद दिनु सधैँ पनि बाल जस्तो जाने भनिदिनु त्यही त बानी बुढो भइहाल्नु कि नजानु म झन् बुढी भयो म नि भविष्यको बुढी हो भन्नु कि ल है ज्ञानी हुनु यो विजय दशमीको एकदमै शुभकामना छ छोरालाई अझै राम्रो मार्क्सको म अपेक्षा गर्छु र मुखमुखी लाउने है राम्रोसँग पढ्ने त्यो दुईवटा लेडिज छ नि त्यसलाई जित्ने हो जिपिएमा है राम्रो जिपिए लिएर गर्ने तँलाई जित्ने क्लासमा दुईवटा छन् नि तिमीलाई जित्नुपर्छ ल छोरी अझ ज्ञानी हुनु अहिले राम्रोसँग पढ है राम्रो जिपिए ल्याउनुपर्छ ज्ञानी छौ अरू धेरै ज्ञानी हुनुपर्छ ऋतिक ल ऋतिक ज्ञानी छ ऋतिक अझै राम्रोसँग पढ्नुपर्छ दादालाई र बहिनीले जित्नुपर्छ है जिपी राम्रो एकदम राम्रो मार्क्स ल्याएर राम्रो ल्याउनुपर्छ जानु त देखिन क्या यसो नवदुर्गा भवानीले रक्षा गरून् पाकेको पुरा होस् फर्स्ट हुनुपर्छ ल कसैसँग नरिसाउने है खुसी हुने बोलाएपछि बोलिहाल्ने है आशीर्वाद यता मैले यता ज्ञानी छौ अझै ज्ञानी हुनु है नि त छोरी नै हो नि हाम्रो घरकी त हाम्रो घरकी कान्छी छोरी हो नि किन ऋतिक त छोरीमा छोरी त हुन्छ नि छोरो
निदा नहुन्छ है टिका झर्छ फेरि सानो चाहिँ टुक्काको थियो क्या त्यो हजुरमा खै हेर्नुहुन्थ्यो घर टिका लागिसकेपछि काइँले आमाको आमामै टिका लगाउन अब भने काइँले आमाले फुपूलाई टिका लगाइदिँदै हुनुहुन्छ कस्तो राम्रो है ए एउटै उसका हुन् काइँले आमा यिनी आशिक दिन मलाई केही आउन भनिन नभन्नु है सबैलाई भन्छ आशिक मनमा भन्नुहुन्छ कि बाहिर पुकार्नु पर्छ आन्टी आन्टी यहाँ फर्किएछ न छाना यहाँ फर्किएछ न छाना छाना कसको फोन आयो छाना यहाँ फर्किएछ त छाना यहाँ फर्किएछ छाना दी ए आन्टीको दी आन्टीको काट्नु भाइ अब जङ्कुको पालो के अरे अगाडि हात थाप्ने आमाले टिका लगाएर त काइलो बुवाको पालो है सबै राम्रो छ अब के आशीर्वाद दिने राम्रो होस् म त ठ्याक्कै त्यहाँ राखिदिनु गइकिन त्यहाँ दुर्गा आएन नि यहाँ आफ्नो मान्छेलाई त्यहाँ फेरि काइलो बुवा कहाँ गएर अब लाग्दैछ फुपू अमन नै पारे अरे फुपूलाई खानाले यही बेला सानो यही बेला अहिलेपछिको भएका काम भन्नुपर्छ कि आशीर्वाद के भन्नु सानो बरहाना भुलिहाल्नु बरहाना मैले भुलियो घाँस काटी भुलियो भन्नु क्या अनि मैले नै उलीको
भान्जी त तगडा खालको पिक्चर बनाउन आउँछ मुख बन अब भने हामी पाइन्टतिर जाँदै टिका लाएर झरिसक्नु छ हामी बन्द जान्छ त्यसपछि हो त तेरो सबै लाएर हिँडेको ल पप्पीसँग पनि भेट भयो यता हेर यता यति बेला भने चाहिँ दिदी पनि चाहिँ हेलो भने दिदी भिराजु सबै आइसकेको अवस्था अब भने टिका लाउने तयारी फेरि है राम्रो राम्रो आशीर्वाद दिनु है ल नामै ल्याएर भन्नु त मम्मी कति वर्ष पछिको टिका अरे 7 वर्षै लाग्यो मम्मीले भन्नु खालि सबैको साथ हो लाउँछु छोराले मैले कस्तो लाइन्छु जमाना मात्र खाँदा त ल 7:30 बाबा लाइदिनु भने के अरे के हो त नि दिदी आशीर्वाद माइलीलाई त्यही मान्छे तल आइदिनु बसाएर निस्किनै भयो एकैचोटि लगाइदिएर पहिला एक केटाहरूलाई लगाइदिन्छु हात लगाइदिनु खाटा खाटा हुन्छ दिनु भएन नि आशिक महिना दिनु सबैले सोध्न लाग्यो र निश्चित
माइलेको यहाँ रहेछ नपसेन आउँछ माइलेको आइनु होइन अरे हेर्नुपर्छ मम्मीलाई ल अब यताउता आशीर्वाद दिने आन्टी 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 त्यसमाथि एउटा टिको लाउनेहरू यहाँ बसेर हेर है ओके यहाँ बसेर हेर है हुनुहुन्छ नमस्ते सरितालाई के भनेर आशीर्वाद दिउँ है कोही कुरो भरेको त्यही अमेरिका गए त्यही देख्न परोसहरू अरू त अब ज्ञानी भयो नि धेरै ज्ञानी अर्को दसैँमा के हो यही दसैँ है एक वर्ष अमेरिका गएर फेरि जापान आयो घुम्नलाई हेर्नु त आएको मम्मीहरूको पालो होइन बस छोरी के अरे छोरीहरूमा कान्छी साली जुत्ता लुकाउने साली त्यही त हो के लाग्यो माया जाने मान्छेलाई ल हो फोन हेर म पुज्दिन्छु पुज्दैन ल म पुज्दिनँ यहाँ चाहिँ टिका लगाउन नमान्ने मान्छे पनि छन् क्या हाम्रो फेरि पर्वा कति छ अरे अझ डाक्टर पर्वा थापा के अरे थापा पर्वा खत्री लिएर 4 वर्ष चेक गरेर सबैभन्दा छिटो मेरो घोडाको उपचार गर्नु भन्नु आन्टी स्पेसलिस्ट के हुने थाहा छैन तर पनि घोडाको चिया हो र ल पनि धन्यवाद जानु दिदी जाएँ उ त जानु सक्यो किन त सुनसान हो त
त पालो पो मिचेर रहेछ ल पठाइनु त अङ्कल बाबुलाई पठाइनु ह्याप्पी दसैँ ल हामीले चाहिँ टिका लाएर सकेर फोटोसुट पनि भइसक्यो अब एकछिनपछि गन्तव्यमा अरे ल दिदीहरू मामा घर जाने अरे सासिङ जाने रे बाई बाई छोरी बाई दिदी बाई डल्लु बाई 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 ए टच टच ल ल बाई ल ल ल भिनाज है ल राम्रोसँग जानु बाई 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 भिनाजुहरू मामा घर जानुभएको यहाँ पुग्नुभयो ए अब पर घर चाहिँ आछौँ यति बेला दिदी र छोराछोरी चाहिँ आउँदैछन् उताबाट तल परबाट हिँड्दै हिँड्दै हामी चाहिँ दिदीहरूलाई छोड्न तल गएको हामी चाहिँ संयोगले गाडी पाइयो अनि चाहिँ गाडीमा आइयो है समीक्षा कस्तो भयो दसैँ आजको रमाइलो ल अब भने हामी हजुरबाकोमा जाँदैछौँ हाम्रो परघर हामी परघर जान्छौँ त्यसपछि दिदीहरू पनि आउनुहुन्छ अनि टिका टाला गरेर हामी फर्कन्छौँ यसपालिको दसैँ राम्रै भयो हुन त हिले दसैँ हुन्छ भन्ने खालको न्युजहरू थियो तर पनि हिले दसैँ नभएर राम्रै भयो अहिलेसम्म पानी चाहिँ परेन जस चर्को घाम पनि लागेन है एकदमै यो मौसम चाहिँ एकदमै खुलेको छ यो तलको चाहिँ हटिया बजार हो है यो चाहिँ यो तलको चाहिँ हटिया बजार हो है यो एकदमै मौसम एकदमै राम्रो भयो आज दिनभरि रमाइलै भयो घरमा टिका लगाइयो त्यसपछि पर घर टिका लगाइयो अनि माइत आयो माइत आएर पनि मेरो चाहिँ विवाह पछिको चाहिँ दोस्रो दसैँ भन्नुपर्छ है रमाइलै भयो जे होस् सबैसँग भेटघाट भयो ह्याप्पी दसैँ आई लभ यु भन्न चाहन्छु फेरि पनि र जति पनि यो दसैँमा घरमा आउन पाउनु भएन केही छैन अर्को दसैँ पक्कै पनि भेटघाट हुन पाइनेछ भन्ने चाहिँ आशा चाहिँ छ है अब भने हामी हजुरबाकोतिर जान्छौँ है अब यताबाट हाम्रो हजुरबाको घरमा गइन्छ हामी समीक्षा भाइ बहिनीलाई छोडेर आइयो होइन उनीहरू चाहिँ करिब 7 वर्षपछि दसैँ मान्नको लागि आएका थिए नेपालमा अनि
नानी बाबुको चाहिँ पहिलो दसैँ भएको हुनाले मामा घर जतासुकै जाँदाखेरि चाहिँ आज बेलुका चाहिँ भेट्न पाइने भइएन, सँगै बस्न चाहिँ पाइने भइएन है हामी। र हामी मामा घर पनि जान भ्याइएन आज चाहिँ, किनभने चाहिँ मामा माइजू पनि मामा घर टिका लगाउन जानुभएको छ। त्यही भएर पनि यसपालि हामी मामा घर जान पाइएन। राति चाहिँ एकदमै रात पर्न लागिसक्यो, अब जान पाइएन। पूर्णिमाको दिनसम्म टिका लगाउने भन्छन् है, दसैँको टिका। त्यही भएर हामी अब भोलि बिहान जान्छौँ। भोलि फेरि हाम्रो मामा घरमा पूजा छ है। भोलि पूजासँगै दसैँको टिका एकैचोटि लगाउँछौँ मामा घरमा हामी है। समीक्षा, हामी चाहिँ यति बेला हजुरबाको आइसक्यौँ। नमस्ते मेरो भाइ। यता चाहिँ हाम्रो पर घर। आइयो पर घर। ल नमस्ते। यहाँनिर छौ, सबैले मान्ने छौ। कति राम्रो स्वभाव छ, ठिक छ त नानी यस्तै। साइतै पर्या हो नि। ल्याउनु मैले लाइन्छु तपाईँले ल बसिहाल नातिनी हो कि। ल नातिनीलाई पनि ला छैन तर यस्तो नाति लुरा आयो, खुसी लाग्यो। आउनु पर्छ भाइ, हाम्रो ठम्करे ल्याउँछ म ल्याउनु। यो बस अब चिया सिया खाएर आरामसित जाने। मैले गरिहाल्छु यहाँ भान्जा हान्ने यतिको जेठी नि भइसक्यो क्या। अब यतिको साह्रै त दिन त भइसक्यो। अर्ग्यानिक लोकल केरा चाहिँ खाँदैको भयो हजुरआमा। यति बेला चाहिँ पर घरबाट दिदी पनि आएर टिका लगाएर अब चाहिँ हामी अब घर जाँदैछौँ दुधै हजुरबाकोमा। अनि यता घरतिर पनि रमाइलो भएको रहेछ है। यो चाहिँ क्यामेरामा खिचेको सिसी क्यामेराबाट क्याप्चर गरेको है। अरू पनि सबैजना आउनु भएको रहेछ।
भिडियो बनाउँदै आशीर्वाद दिनु त हजुरआमा दिन्छु मनले दिन्छु अब अमेरिका जाने र च्याप्पै एउटा छोरो कहाँ हालेर यहाँ फोटो खिचेर मलाई पठाउनु ला दिनभरि कसैले देखेको नि पार्टी चाहिँ हल मान्नेको नि छ अब पनि भयो नबिर्से परान मेरो परान छन्दरी मुठो बानेका सकिएछन् चारवटा मर्छ यो चारवटा मर्छ 1-2 वर्ष अमेरिका गएर आउनु पाउँछ उहाँ गएपछि 10-8 वर्ष आउनु त्यही भएर फोटो खिचेर पठाएको पहिरामै गएर खाली पहिरा तैँले भुलि छैन सजेसन तैँले नभुले मैले नि भुलेँ होइन हजुरआमा नि हिँड्न सकिनँ नमस्ते जमरा कहाँ लगाइदिने खै उछा बनातिनी छ डाक्टर नि भनौँ न जाउँला पहिले यसो मलाई चेक गरिस् है क्याप्चा दिएको छैन है हुन्छ हुन्छ नानी यति बेलाले हामी घर आइसक्यौँ घर होइन क्या माइत गुदा हजुरबाकोमा गएर टिका लाएर आइसक्यौँ घर आउँदा चाहिँ बन्द छ अब तल घर जाने हो फेरि फुपूहरू सबै तल घर हुनुहुन्छ हिँड्दा आज थाकियो होला मामा घर चाहिँ भोलि जाँदैछौँ हामी है अब तल घर चाहिँ दिदीहरू फुपू आउनु भएको छ भेट चाहिँ भयो छैन टिका लाउन हामी उता गएको भर्खर घर आउँदा चाहिँ हाम्रो मास्टर घर चाहिँ बन्द छ बाबा मम्मी सबै तल घर हुनुहुन्छ अब हामी चाहिँ तल घर जाँदैछौँ ल जाऊँ रञ्जनहरू छैनन् रञ्जन मात्र खान्छ त्यही त सधैँ रञ्जन आउँथे पहिलो बिहापछि रञ्जन मात्रै आशीर्वाद अब दाइ भाउजू दिनु होइन म यसै अनि भए ल्याउनु लाउनु ल छोरो रामसँग बस ठाउँलाई आयो कति धेरै सम्झिम कति हुन्छ गौरव के बनाउँथ्यो खामा भने आउँछ सम्झे मम्मीले जाँदिन बाबा खाने भागेर अनि आए लुकी चोरी भयो नि ल अब कति बज्यो ल 9:30 बिहान कति बजे टिका टाँसेको 11:53बाट टिका लाएर
अब चाहिँ हाम्रो लगभग अन्तिम दसैँ चाहिँ हुँदैछ। भिनाजुहरू पनि अलि अघि आउनु है, त्यही भएर उज्यालोमा त त्यस्तै भिनाजुहरूको मुख कहिले देख्न पाइन्न है। अदराईमा भए नि उज्यालो ल्याएर आउनुहुन्छ हाम्रो भिनाजुले। फेरि दिदी मक्खै कि फेरि। ल सबैलाई एकचोटि चाहिँ ह्याप्पी दसैँ। अब कोही छुट्नु भयो, कोही जुटियो, कोही छुट्टियो है, यो वर्ष यस्तै भयो। अर्को वर्ष पक्कै पनि सबैजना भेटिने छ भन्ने चाहिँ आशा राख्दै हाम्रो खत्री फ्यामिलीबाट जो कोही अब विदेशमा हुनुहुन्छ सबैजनालाई चाहिँ हामीले मिस गरेछौँ, हो कि होइन गाइस? सबैलाई चाहिँ दसैँको धेरै धेरै शुभकामना मेरो तर्फबाट। अनि हाम्रो अङ्कलको मुस्कान फेरि धेरै ल ह्याप्पी दसैँ सबैजनालाई है। अर्को सालको दसैँमा यहाँ अन्त धेरै हुन्छ मेरो आँगनभरि है। ल यो चाहिँ हाम्रो घर। ल बाई बाई सबैजनालाई ह्याप्पी दसैँ फेरि पनि। ल